हेलो साथीहरू, न्यू डे न्यू एपिसोड न्यू भ्लग है। अनि सबैजना सन्चै आरामै हुनुहुन्छ होला। अनि म पनि ठिक चाहिँ पाइन्छु है त। अनि सबैजना मेरा दाजुभाइलाई सलाम, जय नेपाल। अब आगामी आउने दिनहरूमा चाहिँ मेरो भिडियोहरू निरन्तर ड्याङ 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 आउने नै छ होइन। ब्याक टु ब्याक दिनेवाला छु म चाहिँ। अनि अहिलेको मौसम चाहिँ हेर्न सक्नुहुन्छ यतिको छ। सबैतिर बरफै बरफ देख्न सक्नुहुन्छ। हिउँनै हिउँ हिउँनै हिउँ हिउँनै हिउँ। यहाँनिर पनि हिउँनै हो। यो पानी हो यहाँनिरको पोखरी जमेर पुरै यस्तो देखिरहेछ। यो पछि चाहिँ म ड्याङ्गे पारामा होइन यहाँनिर देख्न सक्नुहुन्छ छु। सो गाइजहरू के गर्दै हुनुहुन्छ तपाईँहरू? हामी चाहिँ यता काम गर्ने, ड्युटी जाने आउने यस्तै यस्तै रासन पानी ल्याउने होइन, यस्तै यस्तै चलिरहेछ। अनि मेरो चाहिँ हेर्दै यस्तो छ, त्यही भएर हात काट्थ्यो लास्टै, हात काट्थ्यो। चिसो एकदमै छ है, चिसो साह्रै नै छ। त्यो हेर्न सकिँदैन कतिको चिसो छ। मैले यहाँ 2-3टा लुगा लगाएको छु, त्यो देख्नुहुन्छ, तर 2-3टा लुगा चाहिँ लगाएनै छु मैले। अनि मैले चाहिँ भिडियो बनाउनु थालेको चाहिँ भिडियो भएको छ यस्तै सम टाइम हाल्दा हुन्छु। मेरो बोल्ने प्राक्टिस त्यति छैन होला। यसो कस्तो भइरहेछ प्राक्टिकल दिनु होला होइन म यसको गरे। अनि अरू कुराहरू चाहिँ अब यस्तै यस्तै नै छ। चिसो बढी छ। 2 मन्थ चाहिँ एकदमै चिसो हुनेवाला छ है बेलारुसमा। म चाहिँ बेलारुसमा छु। अनि अरू कुराहरू यस्तै छ। अब सामान लिएर आउने, ल्याउने, खाने, काम गर्ने यस्तै मात्रै हो यहाँ चाहिँ होइन। लाइफ यही नै हो। परदेशको लाइफ देख्न सक्नुहुन्छ। म चाहिँ हिउँ परेदेखिको चाहिँ अब ड्युटीको ड्युटी अनि सो बाहिर ननिस्किने चिसोले चाहिँ आज चाहिँ यस्तो देखिरहेको छ। मैले पनि कस्तो बाहिर निस्के अचम्म लाग्यो है, अनौठो एकदम हुन्छ नि त त्यो टाइपको। यस्तो हेर्न सक्नुहुन्छ है, यतिको देखिरहेको छ। म बस्ने क्याम्प चाहिँ यो हो, यस्तो देखिरहेको छ। यतातिर ग्यारेज छ, यो ग्यारेजहरू हो यहाँनिर। म मार्केट चाहिँ यताबाट जान्छु अब है। सबै रासनहरू छुटिरहेको छ। ब्याङ्क आज लिएर आउँछौँ। 3जना छौँ, अगाडि 2जना जानुभएको छ। म अन्त छु जानेछु अब है। त्यही हो, चिसो चाहिँ खासै लागेन आज, ठिकै छ। अब चिसो त भइहाल्छ, बरफ जमेको छ देख्न सक्नुहुन्छ। हजुर यहाँ दामी लाग्यो, दामी। कतिखेर यस्तो सोच्दाखेरि चाहिँ उरास जस्तो लाग्छ होइन, तर चाहिँ अनि साँच्चै अचम्मको छ हौ है। जङ्गलको बाटो हुँदै मार्केट जानुपर्ने हुन्छ। बोतलै चिसोले कुचिरहेको छ। अनि अहिले चाहिँ हामी मार्केट गएर सामान किन्दैछु होइन। म चाहिँ हिउँमा हिँड्दैछु, यस्तो छ। यहाँनिर हिँड्दा चाहिँ खुट्टाहरू चाहिँ पुरै भाँसिने, लचक लचक जान्छ नि। यो हुन्छ नि त्यो टाइपबाट हिँड्न नसक्ने क्या, त्यस्तो हुँदो रहेछ। अनि चिसो चाहिँ अति नै छ, किनकि मैले फोनहरू चाहिँ खाली हातले समाइरहेको छु। खाली हातले फोन समाइरहेको छु। ओ भरे चिसो छ। आइसमा आइसमाथि चाहिँ हात राखेको जस्तो फिल भइरहेछ मलाई चाहिँ। फिल होइन, त्यो भइरहेछ होइन, एकदम पक्का नै हो। अनि टोटल्ली सामान पनि ल्याइसक्यो हामीले। केही दिनको लागि चाहिँ हुन्छ। यसो मेरो पछाडि चाहिँ गाडी आइरहेको छ है। म चाहिँ अहिले रोडमा हिँड्दैछु, किनभने खासमा यहाँ मेन रोड हिँड्नु गाडीहरू हिँड्ने ठाउँ हो यो चाहिँ। यतापट्टि चाहिँ हिउँ छ नि त, अनि त्यो हिउँले चाहिँ म हिँड्न नसक्ने भएको भएर चाहिँ यता हिँड्दैछु। गाडीहरूलाई हल्का डिस्टर्ब पनि भइरहेको, तर के गर्नु अब होइन, त्यस्तै छ समय। नाकबाट पनि एकदमै त्यो चाहिँ पानी टाइपको के बगिरहेको छ मेरो चाहिँ। त्यही हो छु सो गऱ्यो भयो। गाडीहरू आइरह्यो तर हिँडेमा चाहिँ त्यही हो। विदेशी ठाउँ होइन, अर्काको देश अर्काको ठाउँमा अब रुल्सहरू चाहिँ ठक्क पालन गर्ने अप्ठ्यारो भएर होइन, अप्ठ्यारो मान्नु भएन। आफ्नै बाटोमा चाहिँ हिँड्यौँ न हिउँतिरको। गाडीहरू चाहिँ आइरहेको छ नि त अति नै। अनि फेरि नेपालीहरू यस्तो उस्तो त्यो टाइपको चाहिँ नजाओस् न भन्ने। त्यही हो।